आजको यो मिटिङ किन बसेको थाहा छ तपाईहरुलाई? किन सर? किनभने हाम्रो जगमग ब्युटी प्रोडक्ट परसम्म पपुलर होस् भने। किन? के भयो? के हो नि सर? मोइ यस सर। यो भकुण्डे बेसीको एरिया कसकोमा पर्छ? अनुपको। अनुप सर व्यापार नै छैन। तिमी गथ्यौ त्यहाँ? सर हजुरले भन्नै भएन। शम्भुलाई हेर, सिख केही। कस्तो राम्रो काम गरिरहेको छ उसले। उसलाई त केही भन्नु पर्दैन, मैले धमाधम अर्डर लिएर आइरहेछ त। सर यो गाडीको भाडा। सर यसपालि सबैको एरियामा बिजनेस ड्रप भएको छ। सर यो पटक त मेरो एरियामा पनि 40% को ड्रप भएको छ। Only 40%? I'm happy with your performance. परफॉर्मेंस सर जो जहाँ छ त्यही एरियामा रहिरहने हो कि अरू नै एरियामा जानु पर्यो? No. जो जहाँ छ एकदम ठिक छ, तर अनुप जान्छ भकुण्डे बेसी। सर त्यहाँ धेरै ट्राफिक हुन्छ, जान पुरै सर 3 घण्टा लाग्छ। भोलि बिहानको बस समात्ने, भकुण्डे बेसी लाग्ने। जति सक्दो काम लिएर आउने। ठिक हुन्छ। ल मिटिङ ओभर, आफ्नो काममा लाग्नुहोस्। थ्याङ्क यू सर। मै यता हौ। मिटिङ ओभर। थैंक यू सर। मोही तिमी चाहिँ पैसा पुरा दिन टासेर राख्छ। अब के गर्छस् त, उसको डेलीको हिसाब किताब क्लियर गर्नुपर्छ नि त। नाइट अलाउन्स पनि। पाण्डेजी तपाईँ पनि यार। पुरु फाइलमा पनि हेर न। कोसिस गर्दैछु। मन्दीमा मान्छेहरू नङ्गै छार भइरहेको छन् र यसलाई तेल काहीँ र पाउडर बेच्नु छ। कसले किन्छ? जानी यसले मलाई यस्तो ठाउँमा पठाउँदैछ थाहा छ? आज जान्छ। यस्तो घटिया ठाउँ छ नि त्यो। न त्यहाँको होटल रुम राम्रो छ, न त्यहाँको पङ्खा चल्छ। अरू साला हेर्नलाई एउटा केटी पनि छैन। कान्छी छिटो आऊ न, छिटो आऊ न भनेको के तल। हेर देश आर्थिक सङ्कटमा छ, चारैतिरबाट घाटै घाटा छ। घाटा? हो घाटा। अब हामीले हाम्रो बिजनेसलाई कसरी नयाँ तरिकाबाट अगाडि बढाउने सोच्नु पर्यो। त दलाल भएको के काम भन् त? ग्राहक खोज्ने तेरो काम हो नि। हो पुरानो ग्राहकहरू एउटै छैन, नयाँ ग्राहकलाई कसरी हातमा लिने त्यो सोच्नु पर्यो। उनीहरूलाई डिस्काउन्ट दिएर हुन्छ कि बोनसमा के दिएर हुन्छ कि? तैँले भन्न खोजे अब हामी एउटासँग एउटा सितमा जानु? त्यही पनि हामीले दिनुपर्ने कुरा त दिएकै छौ नि, त्यसमा के को डिस्काउन्ट फेरि? ए तिमीहरूलाई बिजनेस कसरी गर्ने भन्ने एक थोपो थाहा छैन के? हेर होटलवालाहरू गर्छ नि अलिअलि उधारो दिने, अनि भातसँग लस्सी फ्री। ओइ त्यो टाइपको हामी पनि एउटा मेनु कार्ड बनाउन ल, जसमा यसको कति यसको कति। भिख मागेर खानु पर्ला नि थाहा हुन्छ। भिख मागेर मात्र केही हुँदैन। टिभीमा हेर, सरकारले पनि अर्कैसँग भिख माग्छ। अब हामीले पनि अरू केही गर्नु पर्यो। सबैतिर ध्यान देऊ। कसले के लफडा गर्दैछ त्यतातिर ध्यान दे। अनि एउटा मुर्गा खोज, अनि त्यो मुर्गालाई ब्ल्याकमेल गर्नुपर्छ। त्यो भनेको के हो? अरे त यति मात्र ध्यान दे कि
को गयो र को नयाँ आउँदैछ अरू कुरा नसोच। दाइ दाइ ओ दाइ भकुन्डे बेसी आएको धेरै बेर भइसक्यो झर्ने होइन। यार ब्याग त झारिदेऊ। श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण ए पण्डित बाजी बिबर चेपर भएन कि क्या हो? भागबाट अहिले त्रिशुललाई घोरिदिन्छु। किन तँ एक्लै भिख माग्न पाउँछस् भनेर? श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण दाइ पैसा दिनु दाइ दाइ पैसा दिन पैसा दाइ पैसा दिन। सरमा पहिलोचोटि आएको मान्छे बोनी त गरेर जाऊ। यो मूल्य टोटल कता छ? होटल देखाइदिए अब त पैसा देऊ। When you help, don't expect anything. रमु श्रीवास्तव मुनलाइट सरी सर एकपल्ट फेरि गर्छु। रमु श्रीवास्तव होटल मुनलाइट वेलकम यु सर। अनुप मेरो बुकिङ होला हेर। हजुर सर। छ सर छ जगमग पाउडर जगमग ब्युटी प्रोडक्ट्स। ओके सर। अनि सुन हाउसकिपिङलाई भनिदेऊ मेरो ब्यागभित्र लैजाऊ भनेर। हाउसकिपिङ सर जाऊ। कोठा त ठिक छ नि? पङ्खासँग त चल्छ नि? चल्छ सर बिजुली आएको बेलामा। यहाँ लाइट जान्छ? 4 घन्टा मात्र आउँछ सर। तर हजुर चिन्ता नगर्नुहोस् जेनरेटर चल्छ। 4 घन्टा? हेलो सर। आउनुहोस् सर। सर पंखा चलाऊ। ढोका लाऊ अनि जाऊ। यति दुःख गरेर ब्याग बोकेर ल्याए 10 रुपियाँ त दे। हट 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 हट। साले भण्डारी